तपाईँ बलियो विश्वासी बन्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुहोस्, ध्यान लाएर सुन्नुहोस् है। किनभने यदि तपाईँ विश्वासी हुनुहुन्छ भने यो कुरा एकदमै जरुरी छ। म एउटा वचनको पद पढ्न चाहन्छु, बाइबलको पद मर्कुस 1:35 पद। बिहान उज्यालो हुनुभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो है। यो चाहिँ एउटा विश्वासी, बलियो विश्वासीको चिन्ह हो। एकदमै परमेश्वरसँग समय बिताउने, रेगुलर, दैनिक, यो चाहिँ एउटा ह्याबिट जस्तो के, स्वभाव, बानी जस्तो। जसरी हामी बिहान उठेर हामीले दाँत माझ्छौँ नि, अब यो हामीले 1 दिन 2 दिन गऱ्यौँ होइन, बच्चैदेखि यो गऱ्यौँ र हामीलाई यो अहिले बानी भइसक्यो कि हामी चाहिँ ब्रस गर्नुपर्छ, टुथब्रस है, हामी दाँत माझ्नुपर्छ भनेर। त्यसरी नै प्रभु येशूको पनि बानी थियो बिहान सबेरै उठेर प्रार्थना गर्ने, परमेश्वरसँग समय बिताउने, पितासँग। कहिलेकाहीँ त उहाँ रातभरि पनि समय बिताउनुहुन्थ्यो। धेरै वचन पढेर मात्र होइन, परमेश्वरको उपस्थितिमा प्रार्थनामा समय बिताउने व्यक्ति चाहिँ बलियो हुन्छ। किनभने हरेक लडाइँ चाहिँ प्रार्थनामा जितिन्छ। जो धेरै प्रार्थनामा बस्छ नि, त्यो चाहिँ धेरै लडाइँ गरेको जस्तो हो। हामी वचन पढ्न सक्छौँ धेरै बेरसम्म, तर जब हामी प्रार्थनामा बस्छौँ नि, हामी धेरै बेर प्रार्थना गर्न सक्दैनौँ। किनभने यो प्रार्थना चाहिँ लडाइँ हो। यसमा चाहिँ आत्मिक द्वन्द्व हुन्छ र जो प्रार्थनामा धेरै बेर बस्न सक्छ त्यो व्यक्ति साँच्चै पवित्र आत्मामा बलियो हुन्छ, प्रभुमा बलियो हुन्छ। र धेरै बेरसम्म बस्ने मात्रै पनि होइन, तर एउटा ह्याबिट जस्तो के, स्वभाव जस्तो, दैनिक हरेक दिन जो मान्छे रेगुलरली बस्छ नि प्रार्थनामा, त्यो मान्छे परमेश्वरमा बलियो हुन्छ। त्यसैले चेलाहरूले पनि प्रभुलाई सोधे, हामीले कसरी वचन दिने, यस्तो कुराहरू होइन, हामीले के भनेर प्रार्थना गर्ने, हामीले प्रार्थना गर्न सिकाउनुहोस् भनेर चाहिँ उनीहरूले प्रभुसँग सोद्धछन्। किनभने उनीहरूले चाल पाउँछन् कि प्रार्थनामा शक्ति छ। प्रभु येशूले गेतसेमनी बगैँचामा पनि जुन उहाँको मानसिक यो आत्मिक द्वन्द्व थियो, यो क्रुसमा जाने कुरा, त्यो कुरालाई उहाँले प्रार्थनाबाट जित्नुभयो। यो प्रार्थना चाहिँ लडाइँ हो। जो एउटा आर्मी हुन्छ नि, ऊ कसरी एउटा बलियो, एउटा साहसी आर्मी बन्छ त, एउटा कन्फिडेन्ट आर्मी बन्छ त, जब उसले लडाइँ गर्छ। एउटा लडाइँ, 2टा लडाइँ, 3टा लडाइँ गर्दा 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 उसलाई थाहा हुन्छ, अनुभवी विश्वासी र एउटा अनुभवी आर्मी, सिपाही जसले थुप्रो लडाइँ जितेको छ, र ऊ चाहिँ बलियो हुन्छ। तर जो युद्धमा गएको छैन ऊ बलियो हुँदैन। भए तापनि उसलाई त्यो कन्फिडेन्ट आउँदैन के। जो युद्धमा गएको छैन ऊ आत्तिन्छ, नर्भस हुन्छ, के गर्ने। तर जो अब प्रार्थनामा बसेको छ, थुप्रो त्यो मान्छे प्रार्थनामा, साँच्चैको जीवनमा, विश्वासमा बलियो हुन्छ क्या। तर कोही प्रार्थना गर्ने व्यक्तिहरू पनि कस्तो हुन्छ भने उहाँहरूले चाल पाउनुहुन्छ। जब उहाँहरूको जीवनमा थोरै प्रार्थना हुन्छ, कम्ती प्रार्थना हुन्छ, प्रार्थनामा अलिकति अल्छे गर्नुहुन्छ नि, उहाँहरूले चाल पाउनुहुन्छ कि उहाँहरूको आत्मिक जीवन पनि अलिकति सुक्खा भएको अनुभव गर्नुहुन्छ कि उहाँहरूले। मैले सुनेको छु र म आफैले पनि जब मेरो प्रार्थनामा कम हुन्छ नि, म आफूलाई कता हराए जस्तो, सुक्खा भए जस्तो, प्रभुबाट टाढा भएको जस्तो हुनु त हुँदैन, तर त्यो हामी महसुस गर्न सक्छौँ। किनभने हामीले जति प्रार्थना गर्छौँ नि, हाम्रो यो आत्मालाई बाहिर आउन दिन्छौँ। हाम्रो शरीरले चाहिँ के गर्छ, यो शरीरले त जहिले पनि हामीले पाप गर्नतर्फ धकाल्छ। यो शरीरमा एउटा अर्को पापको नियम चलिरहन्छ क्या। पावलले भन्नुभयो जस्तै
म यस्तो गर्न खोज्छु तर शरीरमा अर्कै नियम छ, त्यसले पाप गर्नलाई त्यसले अगाडि ल्याउँछ। जब हामी प्रार्थना गर्छौँ भने आत्मा चाहिँ बाहिर आउँछ र शरीरको कुराहरूलाई निर्मूल गर्न सक्दछौँ। त्यसैले प्रभुसँग निरन्तर समय बिताउनुहोस्, दैनिक एउटा स्वभाव, एउटा ह्याबिट जस्तै बनाउनुहोस्। जसरी हामी यो दाँत माझ्छौँ नि त्यस्तै जस्तो दैनिक प्रभुलाई समय छुटाउनुहोस्, प्रभुसँग समय बिताउनुहोस्, उपवास बस्नुहोस्। यो पनि एउटा ह्याबिट बनाउनुहोस्। हुनसक्छ एक दिन सुरुवात गर्नुहोस्, एक दिन हप्ताको एक दिन उपवास बस्नुहोस्, बिस्तारै बिस्तारै 2 दिन 3 दिन। मैले सुने कोही व्यक्तिबाट है, उहाँले 5 वर्ष हरेक दिन बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म उपवास बस्नुभयो अरे है। त्यसपछि उहाँको यति उहाँ बलि हुनुभयो, यति उहाँको आत्मिक कुराहरू उहाँले सिक्नुभयो, चाल पाउनुभयो है, एकदमै बलियो। यो चाहिँ एउटा ह्याबिट जस्तो हो कि प्रार्थना गर्ने, उपवास बस्ने। तपाईँ आज सुरुमा तपाईँलाई गाह्रो हुन्छ, बिस्तारै तपाईँलाई बानी पर्दै जान्छ र तपाईँले थाहै नपाइकन तपाईँको आत्मिक जीवन एकदमै बलियो हुन्छ है। यही हो आत्मिक जीवन, हामी बलियो विश्वासी हुनुको रहस्य चाहिँ परमेश्वरसँग समय बिताउनु धेरै, तर त्यति मात्रै भएर पुगेन, हरेक दिन प्रभुसँग समय बिताउने बानी बसाल्नुहोस्। एक दिन हामीले खाना खाएर हुन्छ हुँदैन नि, हरेक दिन हामी खाना खान्छौँ र हामी बलियो हुन्छौँ। त्यसरी नै हामी हरेक दिन पवित्र आत्मामा, परमेश्वरमा समय बिताउने गरौँ। आत्मा चाहिँ बलियो भइजान्छ। प्लस परमेश्वरको वचन रोटी हो। रोटी जब हामी खान्छौँ हामी बलियो हुन्छ नि, त्यस्तै जस्तो आत्माले पौष्टिक पाउँछ परमेश्वरको वचनले। तर कोही व्यक्ति कस्तो हुन्छ भने वचन मात्रै पढ्ने र परमेश्वरसँग समय बिताउने। प्रार्थनालाई हामी यसरी पनि लिन सक्छौँ कि परमेश्वरको प्रार्थना चाहिँ त्यसलाई हामी भित्र जान दिने एउटा तरिका हो। त्यसरी हामी खान्छौँ अनि हामी चपाउँछौँ अनि पेटभित्र त्यसले चाहिँ चपाउँदै गएर हाम्रो शरीरमा पौष्टिक तत्त्वहरू दिन्छ नि। अनि हामी त्यसरी नै परमेश्वरको वचन पनि हामी पढ्छौँ, हाम्रो दिमागमा जान्छ, तर दिमागबाट हृदयमा जानलाई चाहिँ हामी प्रार्थनामा त्यसलाई मनन गर्छौँ। यो भनेको के होला प्रभु भनेर प्रभुसँग बातचित गर्छौँ। जब त्यस्तो गर्छौँ त्यो वचनको पौष्टिक तत्त्व चाहिँ हाम्रो आत्मामा छिर्छ, आत्मा बस्न पाउँछ, आत्मा म्यारिनेट हुन्छ। जसरी त्यो मोमोको मसला हामी बनाउँदाखेरि किमा के हुन्छ नि, त्यो हामी एकछिन छोडिदिन्छौँ नि, त्यसमा त्यो रस बस्न लागि मोमो मसलाको रसहरू त्यो मासुहरूमा छिर्न दिन्छौँ। त्यसरी नै प्रार्थना भनेको चाहिँ परमेश्वरको वचन चाहिँ हाम्रो आत्मामा म्यारिनेट हुन दिने हो कि प्रार्थना चाहिँ। त्यसैले बलियो हुनुहोस् प्रभुमा, किनभने दिन खराब छ, अन्त्यको दिनमा हामी छौँ। हामी अल्छे विश्वासी भएर हामी आउने दिनमा लडाइँ गर्न सक्दैनौँ। हामी एकदम चलाको बलियो प्रार्थनामा धेरै समय बिताउने, प्रभुसँग धेरै समय बिताउने। र अर्को कुरा हामी हाम्रो प्रेमिलो परमेश्वरसँग समय बिताउने हो नि त है। जीवित परमेश्वरसँग समय बिताउने कुरा कसलाई मन पर्दैन है। शैतानले रोक्न खोज्छ, शैतानले हाम्रो डिस्ट्र्याक्सन गर्छ है। प्रार्थना गर्नु बस्यो कि सबै कुरा हामीलाई भयभरको समस्या याद दिलाउँछ। तर त्यो सबै कुरालाई पन्छाएर मरियम जस्तै, मार्था होइन मरियम जस्तै प्रभुको पाउमा प्रभुको आवाज सुन्नलाई आज हामी बसौँ। हरेक दिन केही समय भए पनि निकाल्नुहोस्। प्रभुले तपाईँलाई आशीर्वाद दिनुभएको होस्। जय मसीह।